हेलो गाइस, हामी चाहिँ फाइनली डङडङ्गे गाउँ आइपुग्यो कि अन भइसक्यो त। ल ल ल यता हाम्रो स्कुटी कुदाउन सकेको छैन। बिस्तारै 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 गाइस, बिस्तारै बिस्तारै। फाइनली गाउँ आइपुग्यो। बाटो चाहिँ एकदम हिलो रहेछ है। त सिधा बजारदेखि यता गाउँतिर चाहिँ धरानदेखि सिधासम्म आउँदाखेरि केही पनि भएन गाइस। अहिले चाहिँ बाटो यस्तो हिलो भएको कारण चाहिँ अलिकति गाह्रो भइरहेको छ हाम्रो साथीहरूलाई। ल फाइनली गाउँ आइपुग्यो। हामी चाहिँ 5-6 वर्षपछि आफ्नो गाउँमा आइपुग्यो। यहाँ छेउछेउबाट सक्छ अन भइरहेको 19 मिनट गयो, 19 सेकेन्ड भयो, 1 मिनट 19 सेकेन्ड। ल ल म चाहिँ आज 5 वर्षपछि मेरो गाउँ आएको। उसले ल्याइदिएको। मामालो यता टेलिफोनदेखि नि के भन्छ नि मकैबारी दरम दरम बाटो हिलो रहेछ साथी। के गरम गरम छैन होला अब त उता त खै हरिबिजेको भएछ। होला त्यस्तो भयो मेरो भनेर साथी छैन बाटो यहाँको छ्या। मैले आज यस्तै ठाउँमा मैले स्कुटी कुदाएको।